हेलो गाइज एन्ड वेलकम टु माई च्यानल। मलाई यस्तो भोक लाग्थ्यो होइन, त्यही भएर म किचनमा गएँ। फ्रिज हेरेको, फ्रिजमा नि केही छैन, यता हेरेको यता नि केही छैन। के खाने हौ, दिउँसो खाजा यस्तो झ्याउ लागिरहेको थियो। त्यही भएर करेन्ट खाने मोड चल्यो। अनि अब 1 2 3 एउटा करेन्ट आइज। मलाई एउटा करेन्टले पुग्दैन, त्यही भएर फेरि अर्को करेन्ट आइज। अब यसलाई साँधेर खान्छु म भने। अनि त्यही भएर यसरी राखेँ। अब यसलाई म प्लेटमा राखेर मसला ससला हालेर मिक्स गरेर तपाईँहरूलाई देखाउँछु। अब यसलाई क्रन्च गर्नु पर्यो। क्रन्च गरेँ। अब यसमा मैले प्याज हाल्छु, मलाई प्याज यस्तो मनपर्छ, त्यही भएर मैले सुरुमै प्याज हालिदिएँ होइन। यति प्याज हालिदिएँ मैले। अब यसको मसलाहरू मिक्स गरेर राख्नु पर्यो। मिक्स गरेँ, अब मिक्स गरेँ, अब हाल्नु पर्यो त्यहाँ। सेटिस्फाइन हेर्नुहोस् है। इन्जोय गर्नुभयो होइन। अब यसलाई मिक्स गर्नु पर्यो। 1 2 3 मिक्स गर्यो। मिक्स भएर यस्तो देखियो होइन, मलाई पिरो पुगेन जस्तो लाग्यो। त्यही भएर मैले फेरि यो यस्तो मिठो लाग्छ नि मलाई, यो भातसँग बबाल लाग्छ कि यो होइन। खासै पिरो त हुँदैन, तर पिरो चाहिँ हुन्छ हल्का। त्यही भएर यसलाई नि म हाल्न गइरहेको छु। यसले गर्दा टेस्ट एक्स्ट्रा बढाइदिन्छ, एक्स्ट्रा। यति हाल्दैछु म। थोरै तेल हाल्नु पर्यो यसको। अब यसलाई मिक्स गर्नको लागि राख्छु। अब यसलाई मिक्स गर्छु। ल हेर्नुहोस्, मिक्स गरेपछि यस्तो लाग्छ। मलाई यस्तो मनपर्छ कि प्याज, त्यही भएर मैले फेरि नि प्याज काटेँ है गाइजहरू। प्याज काटेँ कट 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 पारेर होइन। प्याज काटिसकेपछि चाहिँ म हाल्दैछु सरर। ल यस्तो अक्खा भयो होइन। यो मेरो फर्स्ट भिडियो गाइज। लाइक एन्ड सब्सक्राइब एन्ड सपोर्ट। बाई।